मैले मासु काटेको मासु काटे ठेक्का पाएँ भने चाहिँ म गर्छु कि यसो कपालै खत्तम यो खायो भने यसको चाहिँ सेको बनाउने हो यसरी तिमी पनि कता खाइहाल त म पनि खान्छ भने है यो हामीले आज सेको बनाउन लागेको मासु चाहिँ दिस इज बफ यु नो इट्स लुकिङ सो यु नो डेलिसियस एन्ड सो यम्मी भइसक्यो सेको बनाउनको लागि यस्तो छ आजको हाम्रो स्ट्यान्ड चाहिँ मैले आफ्नो ठाउँबाट काट्नु पर्ने मासु काटिसकेको छु प्लिज लुक हियर आमा डु यु इट इट आमा डु यु इट दिस मिट Yeah, like I don't know mother, you know, mother language. Like she don't know English, okay? Oh shit! अहिले फोटो हेरेर हामीलाई ओ यी मान्छे पनि धरतीमा थिए है भन्ने त याद त हुन्छ नि त्यही भएर सो द्याट आई मेक भ्लग होइन आज लेजेन्ड सिङ्गर प्रशान्त तामाङको चाहिँ निधन भयो है अस्ति 42 वर्षको अल्प आयुमा यस्तो दुःख लागिरहेछ मलाई त्यो सम्झेर पनि के है Hello guys, it's not because welcome to my vlog. It's 11 vlog. म उठिसकेको छु आज बिहान यस्तो छ दिन बिहानको सुरुवात यसरी हुँदैछ साथीहरू म उठेर फ्रेस भइसकेँ हेरौँ देख्छन् बाहिर केही देख्दैन बाहिर आउँछन् हेऱ्यो भने है यस्तो छ कि अहिले उज्यालो भइसक्यो सबै कुरा यस्तै हो एकछिन पढ्नु पऱ्यो यार बिहान तातो तातो पानी पनि खानुपर्छ है साथीहरू तातो पढ्नु पर्छ आजको मैले पढ्ने पाठ छ विक्रिया कोटक व्यवस्थापन पढिरहेको छु ल है त अब उज्यालो भइसक्यो म बाहिर आइसकेँ खाना खाने बेला भयो अब जाडो मौसममा तातो खाना कम मिठो हुन्छ होइन आजको तरकारीमा चाहिँ कुखुराको मासु र आलु अनि दाल अब यो खाना खाइसकेपछिको त्यही हो सेड्युल अफिस जाने ल ठ्याक्क अफिसबाट निक्लेको साथीहरू टिकटक खोल्छु युट्युब खोल्छु होइन जहाँ त्यहीँ चाहिँ मैले एउटा गीत सुनिरहेको छु कि असारे महिनामा पानी परेर जाउने एक्लो यो मेरो मन कसरी बुझाउने अनि त्यसपछि यस्तो दुःख लागिरहेको होइन हाम्रो एकदम लेजेन्ड सिङ्गर प्रशान्त तामाङको चाहिँ
निदान भयो है अस्ति 42 वर्षको अल्प आयुमा यस्तो दुःख लागिरहेछ मलाई त्यो सम्झेर पनि के है म त यार म 12 वर्ष 10-12 वर्ष हुँदादेखि उहाँको गीत सुनेको क्या मैले होइन त्यसपछि यस्तो लाग्यो यार अस्ति उहाँको डेट भयो रे भनेर सुन्दाखेरि क्या म त फेक हो क्या हो होइन अनि यस्तो त कसरी हुन्छ यार यस्तो मान्छे पनि यस्तो हेर्दाखेरि हेल्दी फिट एन्ड फाइन मान्छे त छैन सक्यो भन्नुहुन्छ यार सबैतिर न्युज हेऱ्यो यार है मलाई साँच्चै नै बित्या रहेछ धेरै दुःख लाग्यो यार त्यति उमेरमा कति सपना कति चाहना कति इच्छा कति रहरहरू थियो होला होइन तर उहाँ छोडेर जानुभयो हामीलाई तर तपाईँको चाहिँ ती यादहरू तपाईँले छोडेका ती सम्झना ती गीतहरू ती भाकाहरू त्यो कहिले पनि चाहिँ नेपालीपनबाट नेपालीहरूको मनबाट कहिले पनि चाहिँ टाढा हुने छैन सधैँभरि हजुरलाई सम्झिरहनेछ म पनि सम्झिन्छु होइन एकदम साथीहरू है अब बितेर गइसक्नु भयो अब जो जिउँदो हुनुहुन्छ उहाँलाई चाहिँ सहन सक्ने शक्ति प्रदान गरिदिनु होला भगवान्ले त्यही हो अलिअलि इमोसनल भइहाल्छ अलिकति होइन यस्तो अनएक्सपेक्टेड डेट सुन्दाखेरि चाहिँ कोही एक्सिडेन्ट भएर बितिर हुन्छ कोही होइन यस्तो हार्ट एट्याक कोही विभिन्न प्रकारको रोगहरू जस्तै अब हार्ट फेल मृगला फेल होइन विभिन्न प्रकारको क्यान्सर यताउता कारणले बितिर हुन्छ देखिरहेको हुन्छ हामीले कोही एक्सिडेन्ट अस्ति फर्चुनेटली म बाँचेको छु अस्तिबाट म पनि बित्थ्यो होला अस्ति मेरो खतरा बाइक एक्सिडेन्ट भएको थियो होइन म पनि बाँचेको छु भगवान्लाई धेरै धेरै धन्यवाद अझै के देखाउनु छ के न के देख्नु छ होला स्पेसल होइन त्यही भएर हो एनिवे अब पर्सि माघे सङ्क्रान्ति छ अनि हाम्रो यहाँ आमा घरमा चाहिँ आज चाहिँ एउटा के छ भन्दाखेरि एउटा सेकुवा बनाउने प्लानिङ पनि छ सेकुवा बनाउनको लागि चाहिँ यहाँ आमाले चाहिँ आगो पिराउनु भएको छ यस्तो छ है अनि त्यसपछि अलिअलि म पनि बनाउन हेल्प गर्ने नै छु सेकुवाको मासु चाहिँ यहाँ छ अनि तर सेकुवा बनाएको देखाउँदाखेरि चाहिँ अलमोस्ट रात पर्छ होला देन आई विल ट्राई टु सो होइन यो जो बाँचिन्जेल खुसी साथ बाँच्नु होला धेरै मेमोरी कलेक्ट गर्नु होला जब आफू हामी बितेर जान्छौँ होइन हामीलाई कसैले यो भिडियो हेरेर कसैले फोटो हेरेर हामीलाई ओहो यी मान्छे पनि धरतीमा थिए है भन्ने त याद त हुन्छ नि त्यही भएर सो द्याट आई मेक भ्लग होइन आज म छु भोलिको दिनमा के थाहा म हुन्छ कि हुँदैन यो संसारमा होइन आज म बोला 23 वर्षको भयो के थाहा म पनि भोलि 35 वर्ष कहिले तिमी लड्छ है भोलि पनि म पनि के त 42 वर्षमा बित्छु कि अथवा त्योभन्दा छिटै बित्छु के त हुनु होइन त्यही भएर गर्दाखेरि इफ वी मेक अ लट अफ मेमोरी जस्तै प्रशान्त तामाङजी आज भित्र जानुभयो आज उहाँको गीत सुन्छौँ हामीले आज उहाँको भिडियो हेर्छौँ ओहो यो मान्छे पनि थिए उहाँ यस्तरी हुनुहुन्थ्यो याद गर्छौँ त्यसरी नै यी भ्लग पनि बनाउँदाखेरि के हुन्छ भन्दाखेरि आज म छु भोलि म बिते पनि मेरा प्याराहरूले मेरा आफन्तीहरूले मलाई देख्नेछन् मेरा छोरा नाति बाबु हुन्छ नि बाजे बराजे सबैले के अरे नाति बनाती सबैले ओहो मेरो हजुरबा यस्तरी भिडियो बनाउनु हुन्थ्यो यस्तो हुनुहुन्थ्यो भनेर याद त गर्छ नि हो कि यिनीहरू ल ल धेरै यस्तो गफ हान्यो अब आमालाई हेल्प पनि गर्नु पऱ्यो आमा केही गर्नुपर्ने छ मैले ल भन्नुहोस् त अब सेकुवा बनाउने आगो सल्काउने Why are you laughing? Hey brother, tell me what's your name? Huh? What's your name? Manjil. Manjil. And you're? Dipsan. Dipshan, okay. So much handsome, okay, baby. Get out, get you, Dimi. Huh? Get out, get you. Keta. Get out. You? Girl or boy? Boy. Boy, okay, I'm also boy. रमाइलो मेरो चाहिँ यहाँ होइन यो ओठाको यस्तो अलिअलि दाँत पनि कस्तो होला तर होइन दिउँसोभरि खाँदाखेरि भने यहाँ ओठाको कस्तो छ फेरि यहाँ एउटा एलर्जी भएको के अरे अल्सर भएको कि होइन कस्तो के अरे त्यो हुन्छ यो प्रायः सबैलाई हुन्छ यस्तो अल्सर रातोको छ होइन अनि केही खाँदाखेरि पनि यस्तो पोल्छ यो कमन प्रब्लम हो सबैमा हुन्छ मलाई वर्षमा यो 4-5 चोटि भइरहेको हुन्छ क्या बेला बेलामा Let's see what is happening. Oh, sit!
के भयो माछा भागिहाल्यो नि यार कत्रो माछा थियो यार है माछा निक्ल्यो फेरि कुरबाट अब यो मासु काट्दैछ हामी चाहिँ आमा ल भन्नु त कति सुकुटी बनाउनु कति उस गर्ने सुकुटी चाहिँ कस्तो बनाउनु ल भन्नु Yes. Nothing. This is fish fry pumpkin fish. भित्र जानु भित्र No, I don't go. यो मासु चाहिँ यस्तो छ साथीहरू अब सुकुटी चाहिँ बनाउने कुन आमा म चाहिँ सुकुटी होइन म चाहिँ उसको सेकोको लागि मात्रै बनाउँछु है मलाई उस बनाउन आउँदैन त्यति त्यो त्यो मलाई आउँदैन त्यहाँ म सेकोको लागि मात्रै बनाउँछु है त हेर साथीहरू मासु कस्तो ठुल्ठुला छन् चाहिन्छ भने आउनुहोस् 50 रुपियाँको भैँसको मासु देखाइदियो त मासुहरू देखाइदियो त अहिले त आउँदा अहिले त आउँदा हेर्नुहोस् मासु यस्तो छ हेर्नुहोस् ल अब अलिक टाढो जाउँ त अब हामी चाहिँ बनाउँदैछौँ है यो चाहिँ यसको सुकुटी बन्छ अनि यसको नि सुकुटी बन्छ यसको नि सुकुटी बन्छ यसको के भन्छ अब यसको सुकुटी बन्छ राम्रो मासुको चाहिँ ठुल्ठुलो के अरे त्यो फल मासुको चाहिँ सुकुटी बन्छ अनि झिँगा मसिना झारहरूको चाहिँ के भन्छ त आयो भनिदियो होला के भन्छ त यसको चाहिँ सेकुवा बन्छ लेट्स मेक सेकुवा फ्रम इट होइन ल कस्तो छ यो तिमीहरू अलिक टाढा बस्छ है फेरि हात काटिदिन्छ नि इ म त फेरि पहिला मासु पसलमा काम गरेको मान्छे हो ठिक छ है आमा यो ठुल्ठुलो चाहिँ मैले सुकुटी बनाउनु राखेको कि है सानो यस्तो मसिनाहरू गर्छु क्या इस अहिले काटिदिएको त नानी मैले मासु काटेको मासु काट्ने ठेक्का पायो भने चाहिँ म गर्छु कि यसो यसको चाहिँ सेको बनाउने हो यसरी ट्याक्क यसरी चाहिँ सेको बनाइन्छ तिमीहरूले भैँसी माछा खान्छ खान्न You know what is this? What is this? This is fish. Khana pumpkin fish. Oh my God, so beautiful, miss. भनिदिनु भोलि आउँछ है बाबुहरू अहिले सानो छ तिमीहरू है साथीहरू है अघि मासु चाहिँ यहाँ रेडी भएर आयो ल ल कुखुरा खाने आऊ है बाबुहरू सट्ट अलि नजिक देखो त यसरी ल दर्शक बिनलाई देख अलि नजिक यहाँ देखाइदिनु हो देखाइदियो मासु देखाइदियो टाढोबाट देखाइदियो बाबुहरूलाई पनि देखाइदियो ल कप्प खाइहाल बाबु भेरी गुड ल तिमी पनि कप्प खाइहाल त म पनि खान्छ भने है ल अब तिमीले पनि पाला खानु ल भैँसको त्यही हो आज हाम्रो यहाँ सेटअप पनि रेडी भइसक्यो बनाउनको लागि यस्तो छ है आजको हाम्रो स्ट्यान्ड चाहिँ मैले आफ्नो ठाउँमा काट्न पर्ने मासु काटिसकेको छु अब मलाई बनाउन नआउने के अरे सुकुटीको लागि त्यो लहरा चाहिँ उहाँले बनाउँदै हुनुहुन्छ अब हामीले यही बनाउँछौँ सेकुवा अनि खान्छौँ अब रात पर्न लागिसक्यो र अब के हुन्छ भन्दाखेरि भिडियोहरू चाहिँ मैले बनाउनु लाग्यो भने हामी लगभग रातको 9 बजीसम्म नै खाएर बस्न सक्छौँ होइन बनाउन सकिन्छ होला त्यो बेला मात्र के हुन्छ समय होइन अनि त्यसपछि यत्रो लामो भिडियो बनाउन सकिँदैन भिडियो पनि अपलोड गर्नु पर्यो साथीहरू सो द्याट आइएम सरी म तपाईँलाई त्यो सेकुवाको भिडियो चाहिँ सर्ट्समा देखाउने नै छु है आजको लागि यति नै अब हाम्रो आजको भ्लग 11 अथवा डे 11 को भ्लग हाम्रो च्यालेन्ज पनि कम्प्लिट भइसकेको छ र अब भने हामी एन्डिङमा छौँ साथीहरू बाई बाई सी यु अगेन वी विल मिट इन भ्लग 12 ओके बाई
टेक केयर